हेलो गाइस, आज चाहिँ आग्रा लेक मतलब यो लेक हो। अनि यो लेकमा चाहिँ घुम्ने आज हामीले एकदम बढिया देखिहाल्यो। यो ठाउँ हेर्नु एकदम बवाल छ। हेर्नलाई मात्र बवाल छ यो मोबाइलमा साँच्चै आउँछ भनेर। र म अब यहाँबाट लास्टसम्म जाने मान्छे पाखा कसरी देखिन्छ भन्ने कुरा जानकारी हुन्छ। हेर्नु सक्नुहुन्छ तपाईँहरू दृश्य। यो चाहिँ पार्क हो। कोही चाहिँ दौड्दै हुनुहुन्छ भने कोही फिजिकलहरू पनि गर्नुहुन्छ यहाँ। छोरी पनि दौडिन्छ पछाडि पछाडि। बुनु हाई गर्थ्यौ, बुनु हाई गर्थ्यौ। आज कहाँको प्राइस छ यो चाहिँ योमा हुन्छ भन्ने लाग्छ है। ठुलो नभयो भने सानो चर्चको आलम भन्ने यो बोल्न पनि आउँदैन गाई गरेर हामीलाई गाह्रो छ मलाई। तपाईँहरू कहाँ कहाँ हुन्छ सबै पनि भन्नु होला। हवस्, आजको बसेर पुरा लगभग तपाईँको 1 मिनट भयो। 5-10 मिनटको 10-15 मिनटको भिडियो चाहिँ आउँछ होला। धेरै मैले कम टाइमको भिडियो हालेँ। समाउन पनि गाह्रो छ कि भिडियो, आजकै भाइ छ त्यो भएर पनि होला सायद। यो तरिकाले गाइस ठाउँ छ यस्तो बवाल, धेरै बवाल त छैन। अब होइन यहाँभन्दा कस्तो दामी ठाउँ छ घुम्ने। हाम्रो छोरी त कुकुर तालिम गर्दैछ होइन। तालिम गर्नमा फेरि 1 नम्बर, 20 कट्टाको पनि 1 नम्बर हो फेरि है। यसरी हिँडिरहेको छ हामीहरू पार्कमा। तपाईँहरू कहाँ कहाँ कस्तो अवस्थामा आउनुहुन्छ पक्कै पनि यो भिडियो हालिहाल्यो भने सर्ट कमेन्टमा भन्नु होला है। कुन पार्क राम्रो छ, आगामी अरू पार्कको पनि भिडियो लिएर आएर तपाईँहरूको माझमा प्रस्तुत गर्नेछु। थकाइ पनि लाग्छ हिँड्दा हिँड्दा। रिभ्यू बगैँचा के उतातिर सूर्य लागेको छ नि बगैँचा, मतलब भित्र पार्कभित्र। हामीहरू यो बाटोमा हिँड्छौँ भने यो बाटो चाहिँ अलिक भित्र गयो भने चाहिँ अझ सुन्दरता के भरिएको छ। त्यसको हेर्नु न गार्डनहरू यो बेलाको दामी छ। सानो बगाल यहाँ अलि पछाडि जाऊ छोरो। ल हेर, अहिले चाहिँ लगभग गर्मीयाम लाग्यो। गर्मीयाम लाग्दाखेरि चाहिँ थोरै हरियालीपन छुटेको छ। नत्र भने यो ठाउँ यस्तो हरियालीले ढकमक्क हुने ठाउँ हो यो। त्यसरी घुम्ने लायक, मतलब छायाको लागि घाम भए पनि दिउँसो आएर छाया अवस्था पनि सकिन्छ। फुल्न चाहिँ 5 बजेपछि नै फुल्छ, त्यही पनि कहिलेकाहीँ फेरि ताल पऱ्यो नि दिउँसो पनि फुल्छ। र यो के यो वन चाहिँ टक्क लाएर मलाई टक्क नेपालको यात्रा आउँदैला हेर्नु पछाडि एक झलक त नेपालकै वनहरू हो जस्तो लाग्छ। हेर्नु नि टक्क लाएर वाउ यस्तो दामी छ। कस्तो थकाइ लाग्यो गाइस। हिँडेको 2 मिनट पनि भएको छैन, थकाइ लगाएर बर्बाद हुन्छ। अरू भन्दा नि यो सेल्फी स्टिक भारी भयो क्या, कस्तो चाहिँ समाउनै गाह्रो छ। यस्तै छ हिँडाइ, पसिना आइगयो। आउनु होला तपाईँहरू पनि घुम्न। ठाउँ देखाइसकेको छु कस्तो छ भन्दाखेरि ठाउँ हेर्नु होला कि भिडियोमा होइन। तपाईँहरू पनि झुरमाउको आसपास नजिकै हुनुहुन्छ भने 2-4 किलोमिटर नजिकै पनि हुनुहुन्छ भने चाहिँ यो ठाउँ र यो लेक के यो ताल चाहिँ यो तल देखिने पुरा ताल हो। यो पुरा घुम्न सक्नुहुन्छ तपाईँहरू, हेर्न सक्नुहुन्छ। त्यही मात्र घुम्नुहुन्छ त्यहाँ हुन्छ जब पुरा हाल्छ। छायामा त यतातिर चाहिँ छायामा बस्नलाई सही छ भने यतातिर चाहिँ अब घाम जाने बेला पनि भइसक्यो। यता घाम गइसकेको छ भनेको चाहिँ कति बेला माइन नजानु होला। त्यो छ राम्रो ठाउँ, बाल ठाउँ छ। तपाईँहरूले सब दृश्य देखाएको छु भने तपाईँहरू आउनु होला गाइस। घुमघाम टक्क लगाएर हिँड्न त ठाउँ योबाट हेरिसकेपछि आउनु मन लाग्ला भन्ने पनि लाग्छ। कहिले कस्तो है तपाईँहरू आउनु लाग्यो गाइसहरू के भन्नु। आज चाहिँ सन्डे हो, सन्डेमा मान्छे एकदमै कम छन्। 5:30 भइसक्यो होला।
तर सधैँ यहाँ टन्न भरिनुपर्ने ठाउँ हेर्नु नि के बबाल छैन ठाउँ है त्यो सुन्दरताले भरिएको छ। साँझ पख मात्रै दिउँसो घामले फेरि पुरा ठाउँ कालै हुन्छ नि यो है। हेलो गाइज भन्थ्यो। हेलो गाइस। तपाईँहरू पनि घुम्न आउनु भन। हात त समाउनु पर्दैन, मैले सामान दिएको छु। यस्तो छ ठाउँ भन्ने कुराहरू। ठाउँ फेरि हरियालीले प्रमुख छ गाइज। जसमा लालीपुर जस्तो काफलको बोट मात्रै छैन र हो, बाँकी त के चाहिँ मिल्दैन होला भनेर भन्दै मिल्दैन भाइरमा। यो त केही पनि मिल्दैन क्या छैन। त्यसै खेती मात्रै हालेको हो एउटा सानो भिडियो बनाउने। यो साइड चाहिँ दामी देखाउँछ। किन देखाउँछ दामी भनेपछि यो साइडमा गएर यो साइडदेखि घाम लागेको छ, यतातिर देखायो भने कालो देखिन्छ। त्यो भएर यता चाहिँ राम्रै देखाउँछ। पानी प्यास लाग्यो, एक बोतल पानी लिइदिएको भए के रमाइलो हुन्थ्यो। यति मान्छेहरू हिँडेको देखिहाल्नु भयो गाई छैन तपाईँहरूले। पछाडि अब यो पार्क हो, सन्डेको दिन मात्रै हिँड्नुहुन्छ। त्यो पनि हाम्रो लगभग यहाँको लोकलवासीहरू कम र नेपालीहरू ज्यादा देखिनुहुन्छ यो ठाउँमा। एकदम धेरै मात्रामा नेपालीहरू देखिनुहुन्छ। हर प्रायः ठाउँमा अब भिडियोहरू बनाउन आउने, यसो घुमफिरको लागि भन्ने घुम्न ठाउँहरू हेर्नको लागि त फेरि हाम्रो नेपालीहरू साथै पुग्दैनन् होला र है। हेर्न सक्नुहुन्छ दृश्य, कतै भिडियोहरू भन्दैछ त कतै घुम्दै हुन्छ। यो तालले गाह्रो छ है भिडियो बनाउनु, यो आस्ते भारी हो क्या, हातै दुख्छ। भने गाइस अहिले चाहिँ हामीहरू निस्किन धेरै छैन, 1 मिनटमा सायद हामी पुग्छ। मलाई 7 मिनटको भिडियो भइसकेको छ भने अब हामीहरूको बाटो 1 मिनटको छ, हामीहरू कुट्दै निस्किहाल्छौँ। हामी युट्युब जानु के भन्नुहुन्छ म खै अब ठाउँहरू हेरेर चाहिँ पछाडि हेर्नुहोस् मान्छेहरू कस्तो आइराख्नु भएको छ। त्यो चाहिँ साँझ मात्रै हुन्छ होइन, एकदम रमाइलो छ। धेरै मान्छेहरू आउनुहुन्छ, ठाउँ हेर्नुहोस् र मान्छेहरू अहिले फोटो खिचेर भिडियो बनाउने, हामी घुमफिर गर्नको लागि धेरै मान्छेहरू आउनुहुन्छ पनि। उनीहरू पनि आउनु सक्नुहुनेछ। हेर्नुहोस् यो बगैँचा कस्तो राम्रो बगैँचा छ। यही बगैँचा हेरेर यस्तो मान्छे घुम्न फिर्न आउँछ। सबैलाई के भन्नु खै अब ठाउँ हेरेर तपाईँ घुम्न आउनु सिकाइजना आउनु होला। एउटा यो ठाउँलाई पनि मौका दिनु होला नि तपाईँको मोबाइलमा एउटा सिकाउनको लागि मात्रै। एकदम पाल ठाउँ यो दृश्यहरू। तर साँझ पख अलिअलि सूर्य अस्ताउने बेला एकदम राम्रो देखिन्छ यो ठाउँ। अघि पछि भने त अलिक खासै छैन, गरम त्यस्तै छ होइन। कुन ठाउँ हो भनेर सोध्नु होला कि लास्टमा। यो बेङ्गलोर हो, बेङ्गलोरको ओर्नो सिडनीनिर आग्रा लेक भन्ने ठाउँ छ कि। आग्रा लेक भनेको यही हो। मैले तपाईँहरूलाई देखाइसकेको छु आग्रा लेकको दृश्य। तपाईँहरूको कमेन्ट आएर अरू ठाउँ पनि देखाउनुहुन्छ, पार्क घुम्नको लागि भन्नुहुन्छ भने अर्को ठाउँ पनि देखाइदिन्छु। तर यो हेर्नुहोस् न यस्तो बाबा कम दामी ठाउँहरू छैन र मात्र घुम्ने भन्नुहोस् न। तपाईँहरूलाई कस्तो चाहिँ ठाउँ देखाउनु होला र यति मान्छेहरू छन् है। अगाडि पछाडि हिँड्नलाई देखिसक्नु भयो होला तपाईँहरूले। धेरै मान्छेहरू हिँडिराख्नुहुन्छ भने कतिपयजना रेस्ट गर्नुहुन्छ, कतिपयजना बस्नुहुन्छ है।
यस्तै छ के भन्ने परदेशी मामला दुःखी भए पनि सुखी हुन सिक्नुपर्दो रहेछ म चाहिँ परदेशी बेङ्गलोरमा कहिले कसो यसो टाइम पास गर्न मन लाग्छ बाँकी कुरा त त्यस्तो छ धेरै नेपाली दिदीबहिनी दाजुभाइहरू पनि हुनुहुन्छ है यो जाने युट्युबमा हो साँझ अनि रमाइलो यो ठाउँ हेर्नु त्यो चाहिँ रमाइलो छैन होला त्यो रनवन टक्क लगाएर हेर्नुहोस् हाम्रो साथीहरू टक्क फेरि बसिराख्नु भएको छ पुरा लाइनमा हो साँझ पख आएर घुम्नुको मजा नै बेग्लै छ क्या यहाँ एकदमै के भन्नु है म चाहिँ अब अन्तिम क्षणमा छु लगभग धेरै भयो 1 मिनट पनि छैन होला बाटो एक राउन्ड फनक हानेर म पनि निस्किसकेको छु भन्नुपर्छ आगामी दिनको भिडियो अति राम्रो खालको ल्याउनु भने चाहिँ राम्रो खालको ल्याउँछ होइन नानु हात छोडा हुन्छ आजलाई चाहिँ यो भिडियो लगभग अन्तिम क्षणमा पुगेको छ 11 मिनटको भिडियो भइसकेको छ र हामीहरू कहाँबाट पस्यौँ भन्ने कुरा र अब यहाँ केटा डर भेटेको छन् भन्ने मलाई लाग्छ हेलो ब्रो यताबाट ब्रो हो ओ हेलो बिग फ्यान सबैले सब्स्क्राइब नगर्नु केटा हो भाग्यमानी हुनु भाइमा पुरा आइसकेको छन् ग्यास त यहाँ पनि छन् त केही पऱ्यो भने बोलाउनु ल भन्नु परेन अनि पुरा रमाइलो सिन्छ कि ओहो अनु हाई गरिदेऊ अनु ठाउँमा हेर्ने भने बाबा खै बाबा यहाँ हेलो गाइस कसैले सब्स्क्राइब नगर्नु होला कृपया घुम्दा अहिले बाटोमा कतिको मान्छेहरू भेटिन्छन् कि भन्नाले आफ्नो मान्छेहरू पनि टन्न भेटिन्छन् हेर्नु न 12 मिनट 2 सेकेन्डको भिडियो साथीमा हेर्नु होला अहिलेलाई चाहिँ म लागेँ सानो आऊ अन्तिम दिनको ओ माई गड मेरा फु पनि आउनु बारे थियो हेर्नुहोस् त परेमा आउनु तर लगाउँदैन कि लास्टै भिडियोमा देखिनै सामना भन्ने लाग्छ मलाई होइन ठाउँ फेरि को चाहिँ पुग्दैन नहोलाएर यहाँ भन्छु कि म को चाहिँ पुग्दैन नहोलाएर घुम्नलाई अहिलेलाई लास्ट भिडियो हेर्ने बाई बाई तर हामीहरू निस्किन्छौँ त्यो लास्ट त्यो गेट हो त्यो गेटबाट चाहिँ हामीहरू निस्किन्छौँ हेर्नुहोस् ऊ हेलमेटमा मात्रै हिँडी पनि सक्यो मान्छेहरू बाई क्यामेराको पनि मतलब यो गइसक्यो के अरे के भन्छ अरे